निर्णय गर्छन्, पर्खेर बस्दैनन्, गरिहाल्ने आज निर्णय गरिहाल्ने। अर्को उनीहरूसँग के छ भन्दाखेरि अलिकति कडा खालको फोकस हुन्छ। भनेपछि उनीहरू राम्रा निर्णय छिटो गर्ने, काम गरेरै छाड्ने। अर्को चाहिँ चुनौतीलाई मन पराउने, चुनौतीसँग खुसी हुन चाहने। अर्को आत्मनिर्भर, अरूसँग भर नपर्न चाहने। अनि उनीहरूलाई रिस उठ्ने कुराहरू के हुन्छ प्रायः भन्दा अरूले सानोतिनो कुरा भनिराख्यो भने होइन, माइक्रो म्यानेज अरूले गरेर मन पर्दैन, मेरो तरिकाले छोडिदेऊ न, मै गर्छु, मलाई नभनिराख। र उनीहरूलाई धेरै व्याख्या गरेर नि मन पर्दैन, उनीहरू ब्रिफ टक 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 गरेर चाहन्छ। र सकेसम्म उनीहरू बुलेट पोइन्टमा जान चाहने, विस्तृत मसिनो कुराको व्याख्या गर्न चाहँदैन। यसले गर्दा उनीहरू अधैर्य हुन्छ, धैर्यता कम कि। अनि अरू सबैलाई पसेर उनीहरू सुन्ने कुराहरूमा कम हुन्छन्। अझ व्याख्या गर्न थाल्यो भने भए पुग्यो भनिहाल्छ। भने उनीहरू चाहिँ दुई तिन पोइन्टमै उनीहरू बुझ्न चाहन्छ। मान्छेले धेरै समय लागेर स्टोरी भनेर बस्यो भने त्यो मेरो टाइम खायो, अरू गयो भने उनीहरूलाई चाहिँ मेरो टाइम वेस्ट भयो भन्ने लाग्छ उनीहरूलाई। उनीहरू एकदम स्ट्रक्चर्समा चल्न चाहन्छ। अर्को उनीहरूले कतिचोटि मानिसको भावनालाई ख्याल गर्दैन। कहिलेकाहीँ उनीहरूको बोली अलिकति कठोर खालको, अलिक आक्रामक पनि देखिन्छ। अगाडि बोल्दै गर्दाखेरि अरू सबैले यसो निहुनु पर्ने, कहिलेकाहीँ त्यो चस्स छुनी भन्छ नि अलिकति भावनामा, उनीहरूको शब्दहरू र प्रस्तुतिमा अलिकति कडापन देख्छ। अनि अर्को चाहिँ उनीहरू छिट्टो गर्न चाहने भएर अरू मान्छेमा अधैर्यता देखिन्छन् कि कस्तो अधैर्य भएको, गरिहाल्नु पर्ने, अगाडि बढिहाल्नु पर्ने भनेर। अनि सकेसम्म उनीहरूका सबैजना मान्छे आउँछन् कहिले थाहा छ, समस्या पर्दा। किन समाधान गर्न अगाडि बढ्छ, तर समस्या समाधान भइसकेपछि उसको छेउमा मान्छे आउँदैनन्। किन आउँदैनन्? उसको बोली नै कस्तो छ भने अलिकति रमाइलो हाँसीपछि भावना कुरा हुँदैन कि के गरिस्, कहाँ पुगिस्, सकेन, अलिकति त्यो अब्जेक्टसँग बढी हुने भएर मान्छेहरू के हुन्छन् बरु पछि नै हुन्छ। किनभने उसको चाहिँ प्रस्तुति र कडा खालको भएर अरूलाई टिक्नलाई गाह्रो हुन्छ। तर समस्या पर्दा आउँछन् किन? उसको बोलीको समस्या भन्दा आफ्नो समस्या ठुलो भएर आएको के। कहिले त्यस्तो हुन्छ मान्छेहरू, किनभने अब मान्छे त अप्ठ्यारो छ तर फेरि उसले नै समाधान दिन्छ होइन। तर अप्ठ्यारो भए पनि उनीहरू चाहिँ आए किन भन्दा उसको व्यवहार बोली अप्ठ्यारो भए पनि मेरो समस्या भन्दा बढी समस्या छ नि अहिले, त्यही भएर म त्यहाँ आइदिएँ। एउटा यस्तो प्रकारका मान्छेहरू हुनसक्छ। ओके, तर यो को भने मैले 100% भागाहरू, तर हामी 100% त छैनौँ। हामी वास्तवमा के छौँ? हजुर टाइगर हो, त्यो चाहिँ टाइगर, त्यसलाई भन्छौँ। किन टाइगर भन्छौँ? यो रातोवालाहरू कुन वर्गमा पर्छन्? टाइगर वालामा पर्न चाहने, लक्ष्यमा पुग्न चाहने, उद्देश्यमा जान चाहने, बोल्ड। उनीहरूको आवाज कस्तो हुन्छ? हजुर ठुलो हुन्छ, प्रतिस्पर्धी, अलिकति प्रतिस्पर्धात्मक कुराहरूलाई बढी मन पर्ने, छिटो निर्णय गरिहाल्ने, गरेरै छाड्ने, अगाडि बढ्ने, यो टाइपका। तर हजुरहरू टाइगर मात्रै हुनुहुन्न, अरू पनि हुनुहुन्छ। यो टाइप मान्छे देख्नु भएको छ? अनि उनीहरूले चाहिँ लक्ष्यमा पुग्छन्, गरेरै छाड्छन्, तर लक्ष्यमा पुग्दै गर्दा एक्लै हुन्छन् कतिचोटि। किन? बाटामा सबै ओर्लिसी आउँछ, किनभने ऊ एक्लै हुन्छ। सबै डेभलप पनि गर्यो, संस्थान ठुलो बनाएको हुन्छन्, ठुल्ठुलो बिल्डिङ सब तयार गर्छन्, तर अरू सबै बिचमा साथ छोड्छन्। किन? उसँग टिक्नलाई, उसँग त्यो रमाइलोको पनबाट, उसको त्यो कडापनमा जित्नलाई मान्छे आउँदैन। त्यस्तो अवस्था चाहिँ एउटा मतलब उसको कमजोरी पक्ष आउन सक्छ। अर्को कमजोरी पक्ष के हुनसक्छ? उसले कतिचोटि हामी भन्दा नि के मनपर्छ? ठुल भएको मैले गरेँ, अनि कता कता घुमाएछु उसको कुरा गर्दा के हुन्छ नि, यहाँ मैले गरेँ, त्यहाँ मैले गरेँ, आफ्नो प्रशंसा उनीहरूलाई बढी मनपर्छ। अनि फेरि उनीहरूसँग ट्र्याक रेकर्ड हेऱ्यो भने गरेकै हुन्छन्। फेरि एउटाबाट म यहाँसम्म आएँ, यहाँबाट यहाँसम्म गरेँ भन्ने गरेको हुन्छ फेरि। र मलाई हामी भन्न चाहिँ मन पर्दैन फेरि, कहिले म भन्न मनपर्छ। यहाँ मैले सुरु गरेँ, त्यहाँ मैले सुरु गरेँ, मैले गरेँ भन्न पाएपछि गइराख्छन्। तर हामी हो खास म होइन भन्न मन पर्दैन। ताली मनपर्छ, प्रशंसा मनपर्छ, म केही गर्ने हो भन्ने कुरा मनपर्छ, गरेर पनि छाड्छ। इनर्जी के हुन्छ? हाई हुन्छ, थाक्दैनन्, निरन्तर गरिराख्ने हुन्छ उनीहरू। अनि उनीहरूलाई बेला बेलामा द्वन्द्व मनपर्छ, अलिअलि द्वन्द्व खालको माहौल मनपर्छ कि, किनभने त्यसमा चाहिँ उसले अलिकति फर्स्ट आउँछ, द्वन्द्व टाइपको पनि मनपर्ने हुन्छ। ओके, हजुर यस मात्रै नआउनु भएको भएर देखियो। अर्कोवाला पहिलोमा आउनुभयो बढीको हजुर 100% भएका छैनन्। अझै यो क्लासमा त छैनन् भन्ने कुरो देखिन्छ। कोही कोही हुन्थ्यो पहिला क्लासमा,
कोही कोही त्यस्ताहरू हुन सक्छन्, मैले तालिममा 4-5 वटा भेटेको छु त्यस्तो खालको। त्यो अरू के अलिकति त्यहाँ मात्र धेरै भए त्यहाँ क्लासबाट छिटेर त हेलो नमस्ते हो आफैमै त्यस्तै खालको हुन्छ उनीहरू बस्दाखेरि आफ्नो प्रेजेन्स आवाज त्यस्तै, अनि जहाँ पनि अलिकति प्रश्न गरिहाल्ने र उनीहरूले चाहिँ एक प्रकारको माहौलमा आफू प्रेजेन्स देखाउँछन् कि, अनि अलिकति बोल्डनेस, अनि अलिकति क्लास लिँदै अलिकति चित्त बुझेर पनि आफू हेर्न थाल्छन् कि उनीहरूले। उसलाई के महत्त्व छ भने मैले यहाँ के पाउँछु, के चाहिँ पाउँछु भन्ने महत्त्व गर्छ, केही पाउँदैन भने ऊ ध्यान मग्नाउने गर्दैन कि। तर त्यस्तो अलिकति एक्सट्रिम भए चाहिँ हामीसँग यहाँ छैन होइन। पहिला एकचोटि क्लासहरू हुन्थ्यो, बडो रमाइलो हुन्थ्यो। उनीहरूले चाहिँ प्रेजेन्स देखाउन चाहने हुन्छ। अब हजुरले कहिलेकाहीँ त्यस्तो भेटाउनुहुन्छ, अलिक बढी भएको होला, अब चिन्नुहुन्छ अहिलेसँग। यसमा बढी हुने को हुनुभयो हजुरहरू पहिलामा? ओके ओके ओके, कस्तो टाइपदार किन हेर्दाखेरि हामीले उनीहरूसँग एकदमै सपनाहरू हुन्छ, मनमा धेरै आइडिया हुन्छ। आइडिया त उनीहरूसँग फुट्टफुट निस्किनेकै हुन्छ। बिहान एउटा आइडिया, भोलि अर्को आइडिया, वर्ष अर्को आइडिया, यतिखेर आइडिया हुन्छ नि उनीहरूसँग। उपाय हुन्छ, एकदमै धेरै उपायहरू। अनि उनीहरूको मुड एकदमै चलिराखेको हुन्छ। अर्को, उनीहरूलाई बोल्न मनपर्छ। बोल्दाखेरि कस्तो खालको बोल्नुपर्छ, अलिकति हँसी मजाक प्रकारको त्यो माहौलहरू मनपर्छ। र उनीहरू चाहिँ एकदम सोसियल हुन्छन् कि, टिममा समूहसँग पुग्न चाहने। र उनीहरूलाई बढी फोकस काम भन्दा पनि पिपल बढी फोकस हो। काम त गर्ने हो, तर सँगसँगै रमाइलो हुनु पर्यो, हाँसी मजाक पनि चाहियो, कुराकानी पनि चाहियो होइन। र वास्तवमा उनीहरूलाई चाहिँ त्यो वार्म फिलिङ बढी मनपर्ने, मान्छेहरूसँग हाँस्न खेल्न कुराकानी गर्न। अनि उनीहरूलाई बढी मनपर्ने आफ्नो कथाहरू भन्नलाई, कथाहरू बताउनलाई, आफ्नै कथाहरू स्टोरीहरू। र उनीहरूले अलिकति छलफल कुराकानी गर्दाखेरि पर्सनल कुराहरू सोध्छन्, कस्तो छ बिहान, कस्तो हुन्छ, अर्को के छ, कथाको विषयहरू। र उनीहरू यहाँ अगाडि बोल्न आयो भने ठ्याक्कै टुरी पोइन्ट गइहाल्दैन। पहिला के छ साथीहरू, के छ कसो छ भनेपछि हाँसखेल र कुराकानीहरू बढी मनपर्ने हो। अर्को धेरैवटा विचारहरू आउनेहरू। अर्को चाहिँ उनीहरू पेसिमिस्टिक हुन्छ, भनेको हरेक परिस्थितिमा उनीहरू आशावादी भइहाल्छन् कि हुन्छ अगाडि बढिन्छ, केही हुन्छ। र उनीहरूले जोखिमहरू आउने जोखिमहरू कम देख्छन्, झाप जम्प गरिहाल्ने र केही कुरा सुरु गरिहाल्छन् उनीहरूलाई। किन? त्यहाँ जोखिम लिएर लामो समय बस्दैनन्। अर्को एकदम स्पोन्टेनियस हुन्छन् के, भनेको फ्याट मुडमा नयाँ नयाँ आइडिया आउँछ, बोलिहाल्छन् कि फ्याट बोलिहाल्छन्। अनि अझ यो अर्को टाइपको मान्छे पऱ्यो त कति बोले के भने भन्ने खालको हुन्छ। र उनीहरूले बोल्दै गर्दाखेरि उनीहरूको बोलीमा के हुँदैन भन्दा तथ्य हुँदैन। तथ्यको अर्थ के, कतिजना, कहिले, कहाँसम्म सकिने हो, कुन ठाउँमा जाने हो, कति समय लाग्छ, त्यसमा तथ्य र तथ्याङ्क डेटा चाहिँ हुँदैन बढी। तर यस्तो लाग्यो मलाई, यस्तो भएको, आई फिल, आई इन्जोय, आई लाइक इट भनेपछि भावनात्मक कुराहरू बढी हुन्छ। तर के भेटिँदैन? तथ्य र तथ्याङ्क भेटिँदैन। अर्को, उनीहरू एउटा कुरामा लागेर बस्दैन। गएको 8-10 वर्ष रेकर्ड हेऱ्यो भने धेरै कुरा चेन्ज गरिहाल्छ। ठाउँ पनि चेन्ज गरे, काम पनि यो पनि गरे, नगरे पनि केही छैन अहिलेसम्म। थुप्रै कुराहरू गरेर आइडिया पनि आइरहेको, अझै पनि धेरै गर्नेवाला छन् त्यो। हजुर पार्टी छिटो चेन्ज पनि गरिहाल्छ किनभने त्यो भावनामा एक किसिमको उनीहरूको मुड फरक भइरहेको छ। तर उनीहरूको प्रेजेन्समा के हुन्छ, सबैलाई एक किसिमको न्यानो फिल हुन्छ कि, आकर्षक हुन्छ, आनन्द फिल हुन्छ, रमाइलो फिल गर्छ। यो कुनै टिममा हुनु भनेको चाहिँ टिमलाई एक किसिमले के गर्छ, एक किसिमको कुराकानीमा ल्याएर आनन्द चाहिँ मनाउन सक्छ। मान्छेको भावना बुझ्छ, मान्छेलाई आकर्षण गर्छ। ठिकै हो हजुरहरू, भनेर छाड्ने, अगाडि पुग्ने। च्यालेन्ज के रहेछ उनीहरूको? तथ्याङ्कमा, डाटामा, डिटेलमा। अर्को च्यालेन्ज के रहेछ? एउटा कुरामै लागेर निष्कर्ष पुग्ने कुराहरू। किन? धेरै चेन्जहरू भइरहेको सक्छ। अर्को च्यालेन्ज के हुन सक्छ? सुन्न मन पर्दैन। के मनपर्छ बढी? बोल्न। सुन्नु पर्यो भने फेरि बिचमा उनीहरू सुरु गरिहाल्छन् कुरा। बिचमा सुन्नलाई उनीहरूलाई कम मनपर्छ, बढी बोल्न मनपर्छ। अर्को, उनीहरूको कुराहरूको स्ट्रक्चर आउँदैन कि, स्टेप बाई स्टेप। कहिलेकाहीँ अझै एक्सट्रिम त यहाँ त हजुर हुनुहुन्न। एक्सट्रिम भएको त सेन्टेन्स सुरुमा एउटा कुरा, सेन्टेन्स अन्तमा अर्कै कुरा हुन्छ। के भने भन्नु चाहिँ भनेको त्यो बुझ्न गाह्रो हुन्छ। अनि लट अफ उनीहरूको चाहिँ एजम्सन बढी हुन्छ कि, रियालिटी वास्तविकता भन्दा नि एज्युमको आधारमा बढी उनीहरूले कुराकानी गरिराख्ने गर्छ। त्यो हिसाबले अनि अर्को, उनीहरू जोखिम देख्दैनन्, छिटो निर्णय गर्छन्, एकदम फास्ट हुन्छन्, हाई इनर्जी हुन्छ उनीहरूसँग। अझ मान्छेहरू पाएपछि उनीहरू इनर्जी हुन्छ, रिचार्ज हुन्छ कि। मान्छेहरू कहाँ बोल्न पुग्न पाएपछि उनीहरू फुल रिचार्ज हुनसक्छ। यो उनीहरूको देखियो। ओके, अब हजुर तल धेरै आउनु भएको हुनुहुन्छ।
ओके, धेरैजना हुनु रहेछ, धन्यवाद। हजुर भएको कारण त यो संसार एकदमै पिसफुल छ, द्वन्द्व छैन त्यहाँ, हनान छैन, एकदमै शान्ति शान्ति स्थापित गर्नेहरू, मेलमिलाप गराउनेहरू, ध्यान दिएर सुनिदिनेहरू, समर्थन गर्नेहरू अनि दयालुहरू। नाइ भन्न शब्दहरू हुन्छ, भइहाल्छ, मिल्छ, ठिक छ, ओके। समर्थन गर्ने, सहायता गर्ने, सुनिदिने, सेवा गर्ने, एउटै प्याटर्न फलो गर्ने। 3 वर्षसम्म एउटै ज्याकेट लगाएर त्यही खालको मनपर्छ कि एउटै एउटै स्टाइलको ब्याग होला, लुगा होला, तरिका होला, चेन्ज आउँदैन। के हुन्छ, प्याटर्न फरक हुँदैन, धेरै प्याटर्न चेन्ज गर्दैनन्, एउटै खालको प्याटर्न। बोल्ने पनि प्याटर्न एउटै हुनसक्छ, ओके। अनि सकेसम्म लाउड हुँदैन, के हुन्छ, सानो स्वरले, शान्त, कुल। उनीहरूले द्वन्द्व, उनीहरूलाई मन पर्दैन। बरु यो कुरा नहोस्, म छटिन्छु, तर झगडा नगर्ने, जुधेर नबस्ने, वाद विवाद नचल्ने, अनि परिवर्तन धेरै मन पर्दैन। जे तोकियो, जे भयो, त्यो एउटा स्ट्रक्चरलाई फलो गरिराख्ने प्याटर्न। र उनीहरूलाई पूर्व अनुमान गर्न सजिलो हुन्छ कि उस्तै हो, उसले यसो गर्छ भने एउटा खालको अनुमान लगाउन सजिन्छ। किन धेरै चेन्ज नआएछ, अनुमान लगाउन सजिलो भयो नि त, अनुमान लगाउन सजिलो हुन्छ कि एउटै शैली त। समस्या के उनीहरू कहाँ, कहिलेकाहीँ नो भनेर झगडाको अवस्थामा कहिलेकाहीँ एउटा पक्ष लिनुपर्ने हुन्छ नि, डिसिसन लिनु गाह्रो हुन्छ। किन, सबैलाई सहमति बनाउन सकिँदैन, डिसिसन फास्ट गर्न गाह्रो हुन्छ। अर्को उनीहरूको पेस के हुन्छ, स्लो पेसको हुन्छ। उनीहरूको इनर्जी, उनीहरूको कार्यशैलीहरू चाहिँ प्रायः अलिकति स्लो पेसको हुन्छ। सही समय डेडलाइनमा समस्या हुन्छ, किन डेडलाइनमा सकिहाल्नु, अगाडि गरिहाल्नु, ल आज सुरु गऱ्यो भोलि सकिहाल्नु भन्यो भने साह्रो टेन्सन हुन्छ। सुरु गरौँ तर बिस्तारै जाउँ, एउटा समय जाउँ न। डेडलाइन तोकेर कुनै कुरालाई टाइममा सक्ने कुरा, पेस चाहिँ उनीहरूको लागि महत्त्वपूर्ण। कुन पेस, नट फास्ट पेस बट स्लो पेस। कुल, काम, पेसेन्ट हुन्छन्, धैर्यवान हुन्छन्, एकअर्कालाई समर्थन गर्ने, सेवा गर्ने। तर उनीहरूको लागि चुनौती चाहिँ कहिलेकाहीँ नो भन्न नसक्नु अथवा छिटो निर्णय लिन नसक्नु। अर्को चाहिँ परिवर्तनलाई आत्मसात गर्न गाह्रो हुन्छ। जस्तो अहिले भर्खरै यसो गर्ने भने ल यसो नगरौँ भने चेन्ज हुने बित्तिकै एकछिन समय लाग्छ कि त्यसलाई फलो गर्नु, किनभने त्यो एउटा सेट भइसकेपछि सेटलाई चेन्जलाई एक्सेप्ट गर्न अलिकति च्यालेन्ज हुनसक्छ। अर्को उनीहरू चाहिँ सिचुएसन माथिका सिचुएसनै क्रिएट गर्छन्। क्रिएट गरेर के थाहा छ, टाइगरले के गर्छ, आफ्नो माहौल बनाउने भयो, मङ्कीले के गर्नुभयो, आफूले इन्भाइरोमेन्ट क्रिएट गर्छ। तर हात्तीले के गर्ने भयो भन्दा इन्भाइरोमेन्टलाई समर्थन गरे हुन्छ कि, अनि उसले इन्भाइरोमेन्टलाई आफूले क्रिएट गर्नलाई अगाडि लिड गरे हुँदैन। त्यसले गर्दा के हुन्छ, भित्र मनमा नै थुप्रै फिल के हुन्छ भन्दा यो ठिक भएन, त्यो ठिक भएन, तर चेन्ज गर्न अगाडि बढिहाल्नु पनि नहुन सक्छ। ओके, त्यही भएर हात्ती टाइपको हजुर एक्सट्रिम हात्ती मात्र हुनुहुन्न नि, होइन। अर्को एउटा हामीसँग छ ओकन्डिसन भाइ, यसमा हाई मिसिन भएको रहेछ। ओके, धन्यवाद। एकजना मात्रै हो हजुरको पनि? ओके, यस, बधाई छ उहाँहरूलाई। उहाँहरू हुनु भएन भने नि हाम्रो संसार गुणस्तर हुँदैन, नीति नियम हुँदैन, सिस्टम बन्दैन, विस्तृतमा जाँदैनन्। तथ्य, तथ्याङ्क, विश्लेषण, क्वालिटी एकदम सफा, होइन, एकदम अर्डरमा, क्लिनमा उनीहरू चाहन्छन्। उनीहरूलाई केही जिम्मा दिनुभयो भने नि पर्फेक्ट गर्छ त्यसमा। तर उनीहरू समय लगाउँछ, फास्ट हुँदैनन्। किन, पिक्की हुन्छन्, क्वालिटी चाहियो। प्राय यो अलिक बढी भएकोहरू कता कता अलिक कठोर जस्तो लाग्छन्। किन, उनीहरूलाई टास्क बढी फोकस हुन्छ कि मान्छे होइन। टास्क पनि क्वालिटी चाहियो, एक्ज्याक्ट चाहियो, मिल्नु पर्यो। कहिलेकाहीँ काम सुरु गरिहाल्दैन, किन बिग्रिन्छ कि कसैले कमजोर देखाउँछन् कि कसैले उनीहरूलाई कमजोर देखायो भने नि, कसैले तैँले मिलेन भन्यो भने नि त्यो जस्तो पीडा के हुनु। किनभने मैले गरिसकेपछि के हुनु पर्यो, 100% राम्रो, राइट र क्वालिटी र मेरो गरेको काममा काहीँ कति घटी नहोस् भन्न चाहने काम फोकस गर्ने व्यक्तिहरू। उनीहरूको समस्या के हुँदो रहेछ, कहिलेकाहीँ कुनै कुरा सुरु गर्न समय लाग्यो, किन पर्फेक्सन खोज्ने भयो नि त। तर पर्फेक्सनिस्टहरू एउटा शब्द प्रयोग गर्छ कि दे आर भेरी मच एनालाइसिस गर्छन्। यस्तो कि कहिलेकाहीँ प्यारालाइसिस पनि हुन्छ।
त्यो एनालाइसिस गर्दा गर्दा डाटामा खेल्दा खेल्दा के भइसक्यो उनीहरू काइन्ड अफ प्यारालाइसिस हुनसक्छ एनालाइसिस भित्र किनभने सबै मिल्नु पर्यो नि त अनि उनीहरूसँग उनीहरूको काम एकदम फिनिसिङ तर नजिकमा मान्छे आउन गाह्रो हुन्छ किन उनीहरूको स्ट्यान्डर्डलाई भेट्न सक्दैन कि हाई स्ट्यान्डर्ड हुन्छ क्वालिटी प्रस्तुतिको लेभल उनीहरूले केही कुरा गरायो भने नि त्यो गर्ने मान्छेलाई त उनीहरूको त्यो लेभल भेटाउन त त्यो उच्च क्वालिटीमा पुग्नलाई गाह्रो हुन्छ छिट्टै पिक गर्छन् के भएन भनेर के भयो भन्दा नि के भएन देख्छन् उनीहरू छिटो त्यसपछि त अरूलाई के पर्छ भने छोडिदेऊ न राम्रो कुरा भयो भनेर हेरिहाल्नु भने अरूले भन्ने भए तर उहाँले के चाहिँ भएन भनेर बढी देख्न सक्छ ओके ओल्सो यसो हेर्दै गर्दा यताका दुईटा कस्तो लाग्यो हजुरलाई यताका दुईटा यस्ताहरू के बढी फोकस गर्छन् घोडा छ त्यसको अर्थ यसले काम गर्नुपर्छ काम उद्देश्य लक्ष्य परिणाम केही कुरा गरेर छाड्यो काम चाहिँ सक्नु पर्यो काम फोकस गर्नु यताकोहरूलाई चाहिँ ड्युटी काम क्वालिटी काम फोकस यताको अरू के फोकस गर्नु प्राय सम्बन्ध फोकस मान्छे फोकस घोडा त हो तर चढेर रमाउनु नि पर्छ कि हाँसखेल पनि चाहिन्छ कि हाँसी मजाक गर्नुपर्छ रमाइलो पनि गर्नुपर्छ कि उनीहरूलाई घुम्ने रमाइलो गर्ने कुराकानीहरूमा नि पर्सनल कुराहरूसँग बढी इन्जोय लिने हो यताकोहरूलाई यदि बोल्ने आज होइन मान्छेहरूसँग काम मात्रै भन्यो भने यिनीहरूलाई के हुन्छ अब टेन्सन हुन्छ उनीहरूलाई चाहिँ काम सँगसँगै भेटघाट हाँसी खुसी रमाइलो कुराकानी सेवा सुन्ने सुनाउने भनेपछि पिपुलको कुराहरूसँग बढी चासो हुन्छ तर यताका मान्छेहरू यदि पिपुलसँगै मिलेर काम गर्यो भने उनीहरूलाई के भयो खुसी हुन्छ तर यताका मान्छेहरू चाहिँ पिपुल भन्दा बढी के फोकस हुन्छ आँखामा त्यति हेर्दैन के हेर्छ काम हेर्छ अझै कमिलाले बढी के हेर्छ अझै उसको त एकदमै काममा हेरेर तर यताकोले काम हेर्दैनन् मान्छे मान्छे मात्रै हेर्छ हाँस्ने सबै यहाँ बस्दै सबै को हाँसे मैले बोल्दा उनीहरूको फेसमा बढी पिपुल ओरिएन्टेड हुन्छ त यताको लागि के छ काम फोकस हो तलका अरू के देख्नुहुन्छ दुईटा थाहा छ यो खालको सङ्केकिरा देख्नुहुन्छ यसको अर्थ के हो भन्दाखेरि अलिक शान्त स्वभाव उनीहरू त्यस्तो प्रकार लाउड हुँदैनन् है मान्छेहरूको ध्यान खिच्ने केही कुरालाई बढी चढाइ गर्ने अथवा उनीहरूको प्रस्तुतिहरूमा आफ्नो प्रेजेन्स जमाएर त्यहाँ एउटा हल्ला खल्ला हुँदैनन् के हुन्छ शान्त स्वभाव 8-10 जना बसे पनि घरमा शान्तै हुन्छ कि थुप्रै छन् तर शान्तै यिनीहरू माथि के हुन्छन् 2 जना भए पुग्यो हुन्छ फोन गर्ने कुरा गर्ने ठुलो छोरी हल्ला अनि कहिले केही मेसेजहरू फोन गर्ने छतमा आएर अझ ठुलो जोडले अनि अरूलाई क्यान्सर लाग्ने बोल्दै गर्दा के चाहन्छन् तलका अरू के मनपर्छ एसएमएस गर्ने म्यासेज गर्ने आइएआई भन्ने माथिका अरू के मनपर्ने भिडियो फोन किन अब तलको वाला उनीहरूले भिडियो खोलिहाल्दैनन् किन खोल्दैन म कस्तो देखिएको छु म कुन ठाउँमा छु कोठा मेरो कस्तो छ उनीहरू होसियार हुन्छ तर माथिको वालाहरूले अझ उनीहरूले त केही मतलबै गर्दैन सिधै भिडियोमा आउनुपर्छ जुममा आउँदै गर्दा भेटी खोलेर आउँछन् एउटा जस्तो चाहिँ होस् है अझ यतापट्टिको वाला हुन्थ्यो गएको एकचोटि अब ट्रेडिङमा हुनुहुन्थ्यो भिडियो खोल्नुहुन्थ्यो यो स्यान्डो भेस्ट लाएर अनि पुरा यस्तै बस्छु त्यहाँनिर मलाई केही छैन त्यो किनभने मेरो प्रेजेन्स महत्त्व आउँदै गर्दा नमस्कार भन्दै आउने फेरि सुरुमै बोल्दै आउने त्यहाँनिर तल के आउँछ सुटो त आउँछ सुटोकै जान्छ आए यस्तो गरे गइहाल्यो माथिको आए के गर्छ सबैलाई पहिला हल्ला गर्दै आउने जाँदैन हल्ला गर्दै जानु पर्ने यताहरू के छ तर यिनीहरू त्यस्तो हुन्छ भनेपछि यताकाहरू अब यो हेर्नु भने के देख्नु थाल्छ लाउड हल्ला गर्ने प्रेजेन्स देखाउने सँगसँगै के फोकस मान्छे सम्बन्ध कुराकानी जाने हो यिनीहरू के मान्छे फोकस तर के निर्मला शान्त कुराकानी सुन्ने उनीहरूसँग त्यो घनिष्ठताको सानो सम्बन्धमा बढी इन्जोय लिने हो यताको अरू के छ काम फोकस तर काम पनि केमा लक्ष्य उद्देश्य यति गरे यति कुरा पुऱ्याए सखाए भन्ने हुन्छ भने यताको अरू के फोकस कामै तर काममा के गुणस्तर बुझ्नु गुणस्तर क्वालिटी प्रोसेस चाहिँ उनीहरूलाई मनपर्छ टाइम सक्यो नि हाम्रो होइन धन्यवाद यति कुरा माइन्डमा राखिसकेपछि